लाङटाङ मतलब त्यहाँको तामाङ भाषामा लाङ भनेको गाई अथवा याक र टाङ भनेको कुनै ठाउँ रहेछ। धेरै वर्ष पहिले त्यस ठाउँमा गाई हराएर भेटिएको हुनाले त्यस ठाउँलाई लाङटाङ भनिँदै आएको रहेछ। यो ठाउँ बागमती प्रदेशको रसुवा जिल्लामा पर्ने रहेछ। काठमाडौँबाट एक दिनको यात्रामा हामी लाङटाङको स्टार्टिङ पोइन्ट स्याब्रुबेसीमा पुग्न सकिने रहेछ। हरेक वर्ष यस ठाउँमा यात्रा गर्नको लागि पर्यटक, अन्तर्राष्ट्रिय पर्यटक र नेपालीहरू हजारौं जाने रहेछ। पहाडी रहनसहन, संस्कृति, पहाडी सुन्दरता र उकाली ओह्राली गर्दै यस यात्रा हिमालसम्म पुगिने रहेछ। प्रायजसो बाइक, स्कुटर अथवा बसमा यात्रा गरिरहने हामी यसपालि आफ्नो खुट्टाको भरमा यात्रा सम्पन्न गर्यौं। ठाडो उकालो अनि ठाडो ओह्रालो हेर्दा हाम्रो शरीर र खुट्टाहरूले धेरै गुनासो पोख्यो। तर हरेक कुराहरूलाई नजरअन्दाज गर्दै हामी आफ्नो गन्तव्यतर्फ लागिराख्यौं। मेरो लागि यो यात्रा मी भर्सेस मीको यात्रा रह्यो। आफ्नो कम्फोर्ट जोनबाट बाहिर निस्किएर आफूलाई जित्न निस्किएको यात्रा बन्यो। हेलो एन्ड नमस्ते सबैलाई। लाङटाङको डे फर्स्ट ब्लगमा यहाँहरूलाई सबैलाई स्वागत छ है त। हामी चाहिँ बिहान 3 बजे उठेर प्याकिङहरू गर्न थाल्यौँ आज। अनि गाडीको टिकट हिजो नै काटेको थियौँ हामीले माछा पोखरीबाट। त्यसैले बिहान छिटै उठेर अनि हिँडिहाल्यौँ माछा पोखरीको लागि। बाहिर ट्याक्सीलाई बोलाएको थियो, त्यही भएर ट्याक्सी रेडी भएर बसिरहेको छ। अनि हामी हिँड्यौँ। अनि ट्याक्सीमा आफ्नो ब्यागहरू सबै प्याक गरेर पछाडि हालेर अनि हामी चाहिँ यहाँबाट माछा पोखरीतिर हिँड्यौँ। ठ्याक्क हामी माछा पोखरी आइपुग्दाखेरि चाहिँ यहाँ बस पनि रेडी भएर बसिरहेको रहेछ। अनि एकजना दाइले बिहानै एकदमै गुनासो गर्दै चिया बेच्दै हुनुहुँदो रहेछ। अनि मैले पनि सोचेँ दाइ के भयो भनेर, हामीलाई पनि चिया दिनु पऱ्यो 2-3टा भनेर भने। त्यस पछाडि दाइले भन्दै हुनुहुन्थ्यो केपी ओलीले गर्दाखेरि मैले पनि चिया बेच्नु परेको छ भनेर पुरै गुनासो पोख्दै हुनुहुन्थ्यो। अनि मैले भने दाइ किन र के भयो त्यस्तो, 2-4 किलो सुन दिएको हो, म सुन बेच्दै बस्थेँ नि भाइ भने। दाइले बिहान यस्तो कमेडी हान्नुभयो होइन। अनि बसभित्र गयौँ हामी अनि आफ्नो ब्यागहरू राख्यौँ। अनि त्यस पछाडि बस पनि हिँडिहाल्यो त्यस्तै 5:30 जतिमा। अनि यो बस चाहिँ यता टोकाझोर हुँदै माथि नुवाकोट हुँदै जाने रहेछ। तपाईँहरूलाई थाहा छैन भने हामी चाहिँ फर्स्ट डेमा चाहिँ यता स्याब्रुबेसीसम्म चाहिँ बसमा जानुपर्ने हुन्छ। त्यही भएर बसको टिकट काटेको थियो हामीले एक दिन अगाडि नै। अनि बसबाट जाँदाखेरि यस्तो भ्यूहरू देख्न सकिन्छ। एकदमै अफरोड रहेछ बाटोहरू चाहिँ मासतिर। अलिकति तलतिर हेर्दाखेरि डरै लाग्ने टाइपको अफरोड रहेछ। अराउन्ड त्यस्तै 3 घन्टा जति यस्तै डेन्जरस बाटो हिँडिसकेपछि हामी चाहिँ एउटा जङ्गलको छेउमा आर्मी क्याम्प रहेछ। अनि यहाँ चाहिँ चेकिङहरू हुने रहेछ। अनि मैले चाहिँ भिडियो गरेर आएको थिएँ र मेरो भिडियो पनि डिलिट गर्न लाउनु भयो। ठिकै छ भने त्यस पछाडि हाम्रो गाडी रोक्यो धुन्चेमा खानासाना खायौँ हामीले। खाना ओभरअल राम्रै मिठो थियो यहाँनिर। अनि चिकन खाना खाएर हामी फेरि यहाँबाट चाहिँ रोड अलि राम्रै छ यहाँदेखि चाहिँ अलि राम्रै रोड हुँदै हामी चाहिँ ओह्रालो झर्दै हामी चाहिँ जान्छौँ स्याब्रुबेसीसम्म। यहाँबाट अराउन्ड 2 घन्टा जतिमा हामी स्याब्रुबेसी पुग्छौँ। गाडीमा एकजना दाइले चाहिँ बिहान चाइनिज, कोरियन, जापानिज सबै ल्याङ्ग्वेज बोल्न थाल्नुभयो होइन। बिहान उहाँ चाहिँ दारू पिएर आउनु भएको रहेछ। अनि दारू पिएको मान्छेलाई अब हामी के बोल्नु भनेर हामीले चाहिँ केही पनि बोलेन। मेरो साथीलाई चाहिँ फेरि
20,000 भोल्टको रिस उठिरहेको थियो अरे, फेरि खाएको मान्छेलाई केही गर्नुहुन्न भनेर साथीले केही पनि भनेन। अनि त्यस्तै गर्दा गर्दै 1 घन्टा जतिमा हामी चाहिँ पुग्छौँ स्याब्रुबेसी। अनि यहाँनिर चाहिँ यो पोस्टरहरू बोर्डहरू राखेको छ लाङटाङमा के पाइन्छ त्यो एनिमल्सहरू भनेर है। अनि त्यहाँ देखेर त्यहाँ पढेर पनि जान सक्छौँ हामी। यिनीहरू चाहिँ सबै होटेलहरू रहेछ अनि एकदमै अफोर्डेबल प्राइसमा होटेलहरू रहेछ यहाँ चाहिँ। यो स्याब्रुबेसी हाम्रो ट्रेक स्टार्ट हुन्छ यहाँबाट। अनि ठ्याक्कै क्यामेरा अन गरेर खिच्दै थिएँ अनि ड्राइभर दाइ पनि ल भाइ मलाई पनि भनेर अनि पोज गर्दै आउनुभयो। सो यहाँबाट चाहिँ हाम्रो ट्रेक स्टार्ट हुन्छ। यो चाहिँ स्टार्टिङ पोइन्ट हो स्याब्रुबेसी। What's up guys? हाम्रो चाहिँ आज लाङटाङको ट्रेकको डे 1 हो। अनि अहिले चाहिँ हामी स्याब्रुबेसीबाट मास्तिर जाँदैछौँ। अनि मसँगै छ मेरो साथी विकास अनि प्रदीप साथी। अनि हामी चाहिँ अहिले अलमोस्ट 1400 को एल्टिट्युडमा छौँ स्याब्रुबेसी भन्ने ठाउँमा। अनि आज हाम्रो डे 1 हो। यहाँबाट ट्रेक स्टार्ट हुन्छ लाङटाङको लागि। लेट्स सी कस्तो हुन्छ ट्रेक अनि बाटोमा कस्तो कस्तो ठाउँहरू भेटिन्छ। हामीसँग यहाँनिर अगाडि हुनुहुन्छ 4 जना दाजुभाइ दिदीबहिनीहरू। लाङटाङमा गएर सिधै सोध्छु आज नै भनेर पुरै हिँड्दै हुनुहुन्छ है। अनि मसँग छ यहाँनिर मेरो साथी प्रदीप अनि विकास। गाइज हामी चाहिँ ठ्याक्कै स्याब्रुबेसीमा झर्ने बित्तिकै यति दामी खोला हेर्न पाउने रहेछौँ। 2टा खोला आएर मिसिएको रहेछ यहाँनिर। अनि यहाँ पुल पनि रहेछ। केटा अलि जङ्गेर हिँड्नु पर्यो ल। यो हाम्रो फर्स्ट खोला स्याब्रुबेसीमा झरेपछिको फर्स्ट खोला। एन्ड दिस इज लाइक a crazy breeze here. Holy shit, bro. सो स्याब्रुबेसीबाट अलिकति माथि आइसकेपछि यस्तो दामी ठाउँ देखिने रहेछ। फर्स्टमा चाहिँ स्टार्टिङ पोइन्ट नै भनौँ न यो त। त्यस्तै 20 मिनट जति मास्तिर आइसकेपछि खोला अनि खोलाको किनारै किनारा जानुपर्ने रहेछ। अहिले चाहिँ हामी स्याब्रुबेसीबाट अलिकति माथि आएछौँ। अघिको भोटेकोसी खोला थियो भने यो अर्कै खोला रहेछ। सायद यो पुरै ग्लासियर पग्लेर आए जस्तो लाग्यो खोला। एकदमै बवाल साउन्ड आइरहेको छ। अनि यता हिँड्नलाई पनि एकदमै उकालो रहेछ। स्टार्टिङमा यस्तो उकालो छ। लेट्स सी। पहिरो गएको रहेछ क्या, माथिबाट स्लाइड आएको रहेछ। अनि यस्तो बाटो रहेछ। तल यस्तो दामी खोला बगिरहेछ। सिधै माथि हिमालको ग्लेसियर पक्लेर आए जस्तो लागिरहेछ। यस्तो पिसफुल साउन्ड छ। यतै त्यो यस्तो दिनुपर्छ क्या जस्तो लागिरहेको छ मलाई। त्यही भने सो गाइज अहिले चाहिँ हामी ठ्याक्कै स्याब्रुबेसीबाट अलिकति मास्तिर आएको। लुक एट द भ्यू गाइज। ठ्याक्कै खोलाको किनारै किनारा भएर जानुपर्ने रहेछ। अनि हल्का उकालो रहेछ, ओह्रालो रहेछ। लुक एट द भ्यू गाइज। वाह। म त यात्री हो।
यहाँ चाहिँ यस्तो दामी खोला रहेछ होइन खोला देख्ने बित्तिकै प्रदीपले चाहिँ हाम्रो पनि क्या हो भनिदिरहेको क्या खोला रेन्जर खोला चाहिँ यही हो होइन यहाँबाट यस्तो ठाउँ रहेछ ल होइन केटाहरू स्याब्री बेसीबाट अलिकति झन्डै अलमोस्ट 30-40 मिनट हिँडेपछि खोलाको तिरैतिर हिँड्दाखेरि यस्तो दामी ठाउँ आउँदो रहेछ जुन चाहिँ एकदमै लाइक यो खोलाको साउन्डसँग हुन्छ नि काइन्ड अफ एउटा थेरापी फिल भइरहेछ मलाई चाहिँ एन्ड आइ एम इन्जोइङ इट भेरी मच गाई सुन्तला चाहिँ ओर्नु न सुन्तला ए कागती हो होली शिट टोक्छ नै शिट म्यान सो गाइज अहिले चाहिँ हामी नेसनल पार्क जाने बाटोको ठ्याक्कै कहाँ आइपुग्यो हामी यो 1565 मिटरमा आइपुगेछ अनि पहिरो भन्ने ठाउँ पुग्नलाई यहाँबाट चाहिँ 1 आवर लाग्छ अरे त्यहाँ फेरि कस्तो दामी रिभर साइड रहेछ हेलो गाइज अहिले चाहिँ हामी रोमन भन्ने ठाउँमा आइपुग्यो त्यसैले हेर्नु सक्नुहुन्छ यस्तो दामी वाटर पर्छ अनि तलतिर एउटा ब्रिज पनि रहेछ अब यो ठाउँबाट माथि पहिरो भन्ने ठाउँसम्म जान्न भयो कि त्यहाँ जान चाहिँ स्टिल 1 आवर बाँकी छ सी यु गाइज एट द पहिरो लेट्स गो ठाडै उकालो रहेछ यहाँ चाहिँ एकदमै सास लागिरहेछ हिँड्ने बाटो नभएर पनि यहाँ अहिले चाहिँ हामी पहिरोभन्दा अलिकति अगाडितिर छौँ बाटो यहाँ मान्छेहरू हिँडिराख्ने भएर बाटो राम्रै रहेछ यतातिर चाहिँ त्यस्तो गाह्रो ट्रायल चाहिँ थिएन यता यतिकैमा पारी हेर्दाखेरि पुरै म्याड हनीको गुडहरू भेट्यो हामीले चाहिँ अनि मेरो साथी विकासले चाहिँ जमजम टेस्ट गर्नुपर्छ भनिरहेको थियो तर बिचमा खोला भएको कारणले गर्दाखेरि हामी जान सक्दैनौँ भनेर मैले केटाहरूलाई त्यहाँ
आइपुग्यो। ड्याममा चाहिँ लोकेटेड यसको एल्टिट्युड चाहिँ 1984 मिटर छ र यहाँबाट अब आजको स्टे चाहिँ यही हुनेवाला छ हाम्रो। सी यू गेट। सबसे डेन्जरस बाटो चाहिँ मलाई यही लाग्यो। यहाँबाट अलिकति चेप्यो भने खोलामा कोशी नदीमा, अनि यता हाम्रो केटाहरू आउँदैछ टर्च लाइट बालेर हिरो भएर। राति राति पुरै टर्च बालेर हिँडिरहेछ केटाहरू यहाँ मस्त। दिस इज क्रेजी लाङटाङ ट्रेक ब्रो, डे 1 अलरेडी फक्ड अप। फाइनली हामी चाहिँ लामा होटल भन्ने ठाउँमा आइपुगेको छौँ राति राति हिँडेर। Finally we reached the destination for today. Let's go, yeah. How are you, Vikas? Vikas, how are you? I was exhausted in the zone, but I tried and I'm still walking. And finally, let's go. Hello, Vikas. How was the journey? Journey was a little bit difficult and extreme, but we made it. रमाइलो भयो त्यस। अब हामीले खास प्लान चाहिँ अब ब्याम्बोसम्म मात्रै गरेको थियौँ। टाइम थियो अनि 3 घन्टाको टाइममा त्यस यहाँ पुग्ने भन्ने थियो। अनि हामीसँग के अरे एसएसएसहरू पनि थियो, टर्चहरू सबै थियो। यो चाहिँ अनि त्यहीँबाट लाग्यौँ ब्याम्बोबाट। त्यस हामी 5 बजेतिर गयौँ। अहिले हामी कति 7:30 अघि आइपुग्यौँ। 7:15तिर चाहिँ यहाँ ठ्याक्क आइपुग्यौँ। बाटो चाहिँ अलिक डरलाग्दो पनि थियो, कालो कालो। तैपनि हामी वी मेड इट। जाडो जाडो भइरहेको थियो, अनि चिया खाँदै चाहिँ एकदम मजा आइरहेको छ। सही हो। ल प्रदीप दोष यार, कस्तो भयो यार आजको जर्नी? जर्नी एकदम मजा हो यार, मजाले हिँडियो। अरू भन न, यसो डिस्क्राइब गरिदियो। अलिक ढाड दुखेको छ, खुट्टा त त्यति साह्रो दुखेको छैन, अलिकति बढी हिँड्नु पर्यो। उकालो बढी रहेछ। दुईटा भारी बोक्नु पर्यो भने दुईटा भारी पनि बोक्नु पर्यो। अहिले साथीले नसकेपछि अलिकति बोकियो, त्यसपछि टाढा टाढा आयो। उसले अब धेरै बानी छैन, हिँड्ने बानी छैन, हिँड्न सकिएन खुट्टा दुखेर। अनि हामी दुईजना मिलेर सहयोग गर्दै आयौँ माथिसम्म, पालै पालो बोकेर। मान्छे चाहिँ बोक्नु परेन, जे होस् ट्याक चाहिँ बोकेर आइयो, त्यही भएर ढाड सर्क्यो होला। सही हो, त्यही हो। हेलो गाइज, सो आज चाहिँ हाम्रो लाङटाङ ट्रेकको डे 1 थियो। अनि यहाँ आएर चाहिँ कम्प्लिट भयो। यहाँ अहिले चाहिँ हामी लामा होटल भन्ने यो होटलहरू रहेछ 6-7 वटा। यो होटलमा आएर फ्रेन्डली होटल गेस्ट हाउस भन्ने रहेछ, त्यहाँ आएर बसेका छौँ हामी। तर जर्नी चाहिँ हामी अब आधीभन्दा बढी बाटो चाहिँ हामी एकदमै राति गर्नु पर्यो।
अनि केटाहरू दुईजनासँग लाइट थियो अनि मेरो साथी विकासको चाहिँ अलिकति बानी नभएर उसलाई चाहिँ अलिकति डिफिकल्ट भएको थियो अनि उसको ब्यागेज पनि अलमोस्ट 20 kg अनि मेरो ब्यागेज अनि उसको ब्यागेज गरेर म र प्रदीपले मजाले बोकेर अनि यहाँ माथिसम्म लिएर आयौँ अनि बिचमा हामीले त धेरै जनावरहरू पनि स्पोट गऱ्यौँ होइन मोबाइलको लाइट बालेर आउँदाखेरि और हाम्रो हेडलाइट बाल्दाखेरि त्यो ठ्याक्कै आँखा टल्केर होइन एकदमै डर पनि लाग्यो तर जस जर्नी एकदमै ओभरअल एकदमै क्रेजी भयो अब आजको स्टे हाम्रो यहीँ हुन्छ र भोलि बिहान चाहिँ टक्क यहाँबाट उठेर होइन कति बेलातिर उठ्छौँ हामी 5-6 बजीतिर उठेर टक्क अनि यहाँबाट कहाँ जाने रे हामी यान्जिङ गुम्पा त्यहाँसम्म जान्छौँ थ्याङ्क यू गाइज सी यू